Lakhe dance. Dramatic and sacred performance during festivals like Indra Jatra and Yanya Pachi. Red face, wild hair, bulging ears, eyes, fangs and heavy costume, Lakhe looks very energetic and fierce. Even though Lakhe is considered a demon, it is actually a protective spirit that scares away evil, while Dhime is traditional two-headed drum and a sacred musical instrument of the Newar people. It is played during festival, procession, religious ceremonies and dances like Lakhe. Dhime rhythms, communication mood and purposes from war like beats during Lakhe dance to show meditative pattern in religious work. During festivals like Indra Jatra, we can see the Lakhe dancing ideally to beat of Dhime as the crowd cheers. हामी नेवारहरू सांस्कृतिक कला तथा साहित्य व्यापार कृषि र भोजनमा प्रसिद्ध छन्। सामुदायिक संस्कृति र चाडपर्व बाहेक हामी नेवा समुदायमा पुरुष र महिला नेवाहरूमा फरक रीतिरिवाजहरू छन्। महिला नेवा रीतिरिवाज जन्म मोचा जनको भात खुवाउने यही बेन विवाह गुफा राख्ने पहिलो रजस्व लाउनु अगाडि महिला पुरुष विवाह जनको पुरुष नेवा रीतिरिवाज जन्म मोचा जनको भात खुवाउने व्रतबन्ध महिला पुरुष विभाजनको हामी नेवा समुदायमा ठाउँ अनुसार विभिन्न पर्व नृत्यहरू छन्। तथापि केही पर्वहरू र नृत्यहरू पुरा नेवा समुदायमा अद्वितीय छन्, जस्तै जिउँदो कुमारी पर्व, महपूजा पर्व, नुदिया, भिन्तुना, कुमारी नृत्य, लाखे नृत्य, धिमे बाजा, बाँसुरी बाजा आदि इत्यादि। र अबको क्रममा जिसिडी एनाउन्समेन्ट कति धेरै हो। र अबको क्रममा जिसिडी कम्पनी यहाँ आउँदै हुनुहुन्छ। नेवापुचा युएका सम्पूर्ण कलाकार मित्रहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै यथास्थलमा प्रस्थान गरिदिनुको लागि म